अब नेपाल अस्ट्रेलिया टप एन्ड सिरिजमा अगस्त 14 तारिकदेखि 24 तारिकसम्म चल्ने यो सिरिजमा नेपाल कम्तीमा 6वटा टी20 म्याच खेल्नेछ। कुल 9 टिम सहभागी हुने यो सिरिजमा नेपालसहित बाँकी 8वटा अन्य टिमहरू पनि रहनेछ, जसमा 5वटा अस्ट्रेलियाका डोमेस्टिक एकाडेमी तथा अस्ट्रेलियन स्टेटका टिमहरू र 4वटा इन्टरनेसनल टिमहरू रहने बताइएको छ। 4 इन्टरनेसनल टिममध्ये नेपाल चाहिँ पहिलो आधिकारिक टिम बनेको छ जुन टप एन्डमा सहभागी हुनेछ। यसैगरी पहिलाका संस्करणहरूमा खेलेका टिमहरू पाकिस्तान सहित अर्थात् पाकिस्तान ए, बङ्गलादेश ए र अहिलेको नयाँ नेपाल सहित अझै एउटा नयाँ टिम थपिने अनुमान गरिएको छ। अस्ट्रेलियन टप एन्ड सिरिज चाहिँ 2022 देखि नर्थर्न अस्ट्रेलियाले आयोजना गर्दै आइरहेको छ, जुन पछिल्ला संस्करणहरू अत्यन्तै सक्सेसफुल मानिन्थे। यो नेपालको लागि पहिलो अपर्च्युनिटी हुनेछ जहाँ क्वालिटी विपक्ष तथा क्वालिटी ग्राउन्डमा आफ्नो अनुभव प्रदर्शन गर्नेछ। आशा गरौँ नेपालले यो अपर्च्युनिटी दुवै हातले समाउनेछ र 2026मा हुन गइरहेको टी20I वर्ल्ड कप क्वालिफिकेसनको लागि र नेपाललाई यो अनुभवले पक्कै पनि फाइदा दिनेछ। नेपाल यहाँसम्म पुग्नुमा हामीले पक्कै पनि नेपाली क्यानका अध्यक्ष चतुरबहादुर चन्द, त्यसैगरी सचिव पारस खड्का र हाम्रा नयाँ कोच स्टुअर्ट ललाई पनि धेरै धेरै धन्यवाद दिनुपर्छ, किनकि उहाँहरूकै मेहनत र पहुँचको बदौलत आज नेपालले कम्पिटेटिभ क्रिकेट खेल्ने मौका पाएको छ। तपाईहरु यो सिरिज आयोजना भएसँगै कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला र यस्तै यस्तै नेपालका म्याचहरूको अपडेट तथा नयाँ नयाँ जानकारीहरूको लागि च्यानलसँग जोडिन नभुल्नुहोला। मिल्नेछौँ नयाँ भिडियोको साथमा। जय नेपाल, जय क्रिकेट।